यो संसारमा हार्ने मान्छे दुई प्रकारका हुन्छन्। पहिलो जो एकपटक लड्छ र त्यहीँ रोकिन्छ। दोस्रो जो 1000 पटक लड्छ तर 1001औं पटक उठ्छ। आज म दोस्रो कुरा गर्दैछु। सत्य के हो थाहा छ? तिमी 1000 पटक फेल हुने कमजोरी होइन। तिमी 1000 पटक फेल हो त्यो कमजोरी होइन। कमजोरी तब हो जब तिमी 1001औं पटक उठ्ने आँट नै गर्दैनौ। संसार त हाँस्छ, संसारले हेप्छ, संसारले भन्छ त सक्दैनस्, तर संसारले कहिल्यै सोध्दैन तिमी भित्र कति आगो बलिरहेको छ। हेर्दै जाऊ, आज जुन मान्छे सफल छ उसको कहानी पोस्टर जस्तो सफा छैन। त्यहाँ रातभर रोएको छ, आफैलाई गाली गरेको छ, आफ्नै सपनासँग झगडा गरेको छ। उसले पनि हार मानेको थियो, तर फरक के हो थाहा छ? उसले हारलाई अन्त्य मानेन, उसले हारलाई प्रशिक्षण मान्यो। राम्ररी सुन, जीवनले तिमीलाई 1000 पटक भुइँमा फाल्न सक्छ। आर्थिक रूपमा, मानसिक रूपमा, हैन, मान्छेहरूको अगाडि बेइज्जत गराएर, तर जीवनले तिमीलाई उठ्न रोक्न सक्दैन। यो अधिकार तिमीले मात्र दिन सक्छौ। याद राख, आज तिमी थाकेको छौ होला, निराश छौ होला, लागिरहेको होला अब पुग्यो, तर याद राख, इतिहास थाक्नेहरूलाई याद राख्दैन। इतिहासले तीलाई सम्झन्छ जो थाक्दा पनि अगाडि बढे। 1000 पटक हार्नुको अर्थ के हो? यसको अर्थ तिमी अझै खेलमै छौ। जुन दिन तिमी उठ्न छोड्छौ त्यही दिन तिमी हार्छौ। नत्र 1001औं पटक उठ्ने मान्छे हार्ने होइन, राजा भन्छ। आज तिमी कमजोर जस्तो देखिन सक्छौ, तर याद राख, सिंह पनि लडाईपछि घाइते हुन सक्छ, तर जङ्गलको नियम एउटै हो, जो अन्तिमसम्म उभिन्छ त्यहीले शासन गर्छ। 1000 पटक लड, 1000 पटक फेल हो, तर 1001औं पटक उठ, किनकि त्यही दिन तिमी मान्छे होइन कथा भन्न सक्छौ। याद राख। भिडियो कस्तो लाग्यो? मन पर्यो लाइक, शेयर, कमेन्ट गर्न नभुल्नु होला। अरू पनि यस्तै भिडियो, नयाँ भिडियोहरू आउँदै गर्छ, हेर्दै जानु होला।